हेलो एभ्रिवान, आज चाहिँ हामी तकदा जानु लागेको अनि पुगेर चाहिँ हामी ओह्रालो गयौँ। निकै काम थियो तकदामा, त्यही भएर चाहिँ कहिलेदेखि सल्लाह गरेको थियौँ। आज चाहिँ जुड्यो, गाडी लगेर गयौँ अन्त सिधै तल गयौँ सब्जी मन्डीपट्टि। सब्जीहरू सबै हाम्रोतिर पाउने नै रहेछ, अनि नपाउने चाहिँ मलाई साग र प्याजको लाग्यो। अनि मैले त्यो किनेँ। अनि यता आमाले लिपस्टिक किन्छु भन्थ्यो, अन्त दिदीहरू पुच्का खानु गयो। मलाई सर्दी लागेको हुनाले मैले पुच्का पनि खाइनँ। अन्त फम्बी खाऊँ भनेर त्यसले मैले कहिले खाएको छैन, एउटा चाख्छु अन्त हेर्नु भन्ने चाख्दाखेरि मलाई ठ्याक्कै मन परेन यो फम्बी भन्ने। आमाले त पुरा मन पराउनु। अनि उता जाउँ भनेर चाहिँ के रहेछ भनेर हेर्नुको लागि गयौँ। उता लुगाहरू पाउँदो रहेछ, थुप्रै रहेछ, ठुलै रहेछ, हातभित्र त। अन्त बाहिर निक्लेर ब्याङ्कको सकेर आमा चप्पल राख्छु भनेर गयो यता। अनि फेरि सिधै भोक लागेर खाना खानु गयौँ। मोमो खायौँ, धेरै नमगाएर चाउमिन मगाएर खायौँ। अनि बाहिर निक्ल्यौँ। अन्त सिधै मेरो फोटो ल्याउनु जानु थियो, फोटो बनाउनु दिइरहेको थिएँ बिहाको फोटोहरू। अन्त पुग्यौँ, मैले प्लेट पनि किनेँ, फोटोहरू पनि भइसकेको थियो। अन्त गाडी आएर गयौँ। यो चाहिँ तकदा हो। गाडी त रोक्यो, निकै टाइम लाग्यो आज। अनि तकदापट्टि अब गेली स्कुल हो। अनि आजलाई यति नै भिडियो। ओके, बाई बाई।